टिका लागेको रहेछ तरकारी अरु राम्रो छैन यो त छ नि कस्तो राम्रो तरकारी रहेछ हेर्नु न यो हातहरू खसखसी लाउने घाँटी सकसक गर्ने आँखाहरू पोल्ने नाकबाट साथीलाई पोले जस्तो गर्ने छातीहरू पनि पोल्ने साथीलाई अलिक गाह्रो भयो जस्तो हुन्छ के भएको होला हजुरलाई त विषादीको असर देखिए जस्तो छ नि ओहो विषादी त मैले बारीमा के भयो टाउको दुखिराखेको छ पेट दुखिरहेको छ बमी आउनु दुखिराखेको छ के भयो हजुरलाई त एउटै लक्षण देखिन्छ हजुरलाई पनि विषादीको असर देख्छु त म त डाक्टर साहब ए कृषि प्राविधिक पो आइपुग्नु भयो नि कस्तो ठ्याक्कै समय मिलेको के भन्छ यहाँहरूलाई हेर्नु न यो विषादीको लक्षण जस्तो छ रिपोर्ट हेर्नु त ओहो यहाँहरूले त विषादीको सम्पर्कमा आएर यहाँहरूलाई त के असर गरे जस्तो छ नि कस्तो ठ्याक्कै संयोग मिल्यो भोलि हाम्रो ठ्याक्कै यसैको बारेमा विषादीले गर्ने असर प्रभाव त्यसको विकल्प के गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ भोलि ट्रेनिङ छ यही नजिकै छ भोलि आइदिनु न है 10 बजेतिर हुन्छ यस्तो काममा त सबैजना जानुपर्छ आजको अवस्था हेर्दा रासायनिक मल र विषादीको पहुँच भएको ठाउँमा चाहिँ मात्रा र तरिका थाहै नपाइकन हामीहरूले चाहिँ अन्जानमा धेरै गल्तीहरू गरेर चाहिँ हामीले माटोको अवस्था वातावरणको अवस्था र मानिसको स्वास्थ्य अवस्थामा धेरै असर पारेका छौँ र त्यसलाई चाहिँ हामीले सुधार गर्नको लागि चाहिँ हाम्रा विकल्पहरू मध्येमा चाहिँ एउटा सबैभन्दा बेस्ट विकल्प भनेको प्राङ्गारिक खेती जसलाई चाहिँ हामीले चाहिँ अपनाएर आफ्नै स्रोत र साधन आफ्नै इलाकामा भएका स्रोत र साधनहरूको चाहिँ प्रयोग गरेर हामीले चाहिँ हाम्रो जुन रासायनिक विषादीको प्रभाव असर र त्यसले पुर्याएका क्षतिहरूलाई चाहिँ न्यून गर्न सक्छौँ हिजो मात्र हाम्रो उदाहरणमा हुनुहुन्छ 2 जना जसलाई चाहिँ विषादीले चाहिँ असर पुर्याएर चाहिँ आज उहाँहरूले यसको बारेमा ज्ञान लिनको लागि चाहिँ हामीसँग उपस्थित हुनुभएको छ अब बुझौँ प्राङ्गारिक खेती भनेको के हो प्राङ्गारिक खेती भनेको माटो प्रकृति वातावरण तथा मानव स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय स्रोत र साधनको प्रयोगमा जोड दिई विषादी र रासायनिक मलमा प्रतिबन्ध लगाई स्वच्छ उत्पादन प्रणाली नै प्राङ्गारिक खेती हो विषादी र रासायनिक मलको प्रयोगले माटो र मानिसमा यी अल्पकालीन र दीर्घकालीन असरहरू पुर्याउँछ जसलाई घटाउन प्राङ्गारिक खेतीका यी सिद्धान्तहरू र तरिकाहरू अपनाएर माटो वातावरण र मानिसको स्वास्थ्य स्वच्छ र स्वस्थ राख्न सकिन्छ कृषि प्राविधिकज्यू अहिले हामीले चाहिँ प्राङ्गारिक खेती सुरु गरेका छौँ विगतमा हामीले विषादी प्रयोग गर्दा मेरो ज्यान झन्डै गएको थिएन हो नि मैले पनि यताको प्राङ्गारिक तरकारीहरू खाइराखेको छु हजुरबाट सिकेका कुराहरू र अभ्यासहरू चाहिँ मैले ममा मात्र सीमित नराखेर मेरो छरछिमेक गाउँ टोल समाजमा पनि सिकाउँदै आइरहेको छु र मेरो चाहना चाहिँ के छ भने अहिले प्रदेशलाई पनि प्राङ्गारिक क्षेत्र बनाउने चाहना छ म प्राङ्गारिक मात्र उत्पादन गर्छु म प्राङ्गारिक मात्र उपभोग गर्छु हाम्रो माटो हाम्रो स्वास्थ्य हाम्रो भविष्य